Sayo. You guys welcome back to my channel. I am AGRG मगरुङ र धेरै दिनपछि आज पनि रुमको हालत देख्न सक्छ एकदमै बिजोक अवस्थामा छ। दादा चाहिँ बक्सरमा छ के त्यो भएर कट्टु त्यहाँ छ हैन। रुमको हालत लास्ट बिजोक छ यार गडा हैन। ए आमा के हो यस्तो यार। त्यही माथि शिशिर भाइ आछ भ्यान्चो। शिशिर भाइले पनि औडाइ फोर गरेछ। दुई जना फोरी कम्बाइन भयो नि झनै चाँडो फोर हुँदो रहेछ के। म भन्दा धेरै फोरी छ यार त्यो यार कसम हेरेन ल नहुनलाई नहुन्छ त्यो नहुने हैन तर रुमको हालत चाहिँ लास्टै फोर बनाइदिन्छ हेर त यस्तो वाइल्ड फोर छ यार कसम त अब चाहिँ एकछिन घर सफा गर्छु त्यसपछि हेरौँ कतिको सफा गर्न सकिन्छ त्यो गरेपछि हेरौँ है त अनि उताको कोठाको त झनै देखाउने हालतै छैन उताको कोठा गयो भने मुजी सामान औडा छ त्यो त म देखाउनै बेजतै लागिसक्यो फर्स्ट टाइम होला मैले उताको कोठा नदेखाएको उताको कोठा झन् दोस्तै छ केडा हो कसम अनि आएन यहाँ के हो के ल म सफा गरेर आउँछु अब 3 hours later. सो गाइस फाइनली क्लिनिङ भइसकेको छ र कोठा देख्न सक्छ अहिले चाहिँ कस्तो छ अनि मेन स्पेसली यो पार्ट चाहिँ मैले एकदम क्लिन गरिसकेको छु हैन अनि तपाईहरु चारटा मिलाएर राखिसकेको छु दादाको रिम्स यस्तो छ सामान फोरहरु चाहिँ यहाँ फालेछु फोर चाहिँ मैले थोरै देखेँ होला हैन तर फोर चाहिँ यति धेरै थियो कि लाइक हुन्छ तल पनि देख्न सक्छु फोर यहाँ पनि छ फोर त तर यति नै हो मैले अहिले गर्न सक्ने अरु चाहिँ उता ओठाको बिस्तारै मिलाउँदै गरौँला हैन ल अझै दिनको सुरुवात गरौँ त लास्ट गर्मी छ यार फक लगडा यसो सोचे मुजी हैन कोठा मात्र कस्तो सफा गर्ने आज मान्छे पनि सफा भइदिम भने है अनि यहाँ चाहिँ दादाको फेरि कट्टु सिलेक्सन छ कि आज अब कुन चाहिँ कट्टु लाउने त मुला साग आज नहुनु पर्यो केटा आज दादा सफा गुरुङ मुजी नो फोरी गुरुङ एउटा दुईटा भ्यान्चो धल्ले मुजी ब्लगै फोरी गुरुङ भनेर हाल्दै साला ओमे भाइ भोसडी आज केरा लाएर हिँड्नु पर्ला जस्तो छ केरा यो पनि आयो यो चाहिँ हिजो कि अस्ति नुहाइदिएछ अरे कान्छे आमाले माथि आज दादा नुहाउँछ मुला आज दादा सफा गुरुङ यो फेरि नाक पुस्ने झारन है केटा हो फेरि दादाको फेरि झारन टन्नै छ कि यो चाहियो मलाई एउटा यो चाहियो अहिले टोयलेटमा चार्ज गर्नको लागि अनि एउटा पफ चाहियो अब जा बाहिरको स्थिति त यस्तो छ यार आजको यार आइकन है फेरि हाम्रो अर्को भुतले सुतेर बस्छ उता केटाहरू काम गर्दैछ फेरि त्यहाँ उही गर्दै के गर्दै यिनीहरूको नि मर्निङ भन्दै यो ना गुड मर्निङ यो ना गुड मर्निङ ट्रबल आमालाई चल्दो हानेर आउँछ म पहिला सुरु नआउनुभन्दा अगाडि फेरि मैले कट्टु मात्र लाग्यो कि सला वा गरेर कराउला वामा उस चाहियो त्यो के भन्छ रे के भन्छ रे सुन्मी त्यो स्याम्पू नुहाउनु पर्यो यहाँ नुहाउनु पर्यो माथि गएर म स्याम्पू चाहियो मलाई आमा माथि ए कान्छी आमा माथि हो लगडा सफा गुरुङ नुहाउनु गयो है के रे औदेन मेरो नाम के रे सफा मेरो नाम सफा है मलाई कसैले पनि फोरी भन्न पाउँदैन लगडा गयो दादा माथि छ अरे बक्सरमा मात्रै लाग्यो अहिले तल आएर फेर्नु पर्ला कपडा त कान्छा अनि तलको त अलिकति ट्रबलले योनाले धोस्दै हानेछ क्या ओ कान्छा ओ कान्छा सुतेर बसेछ यार यहाँ उस चाहियो के ए उस स्याम्पू छैन यहाँ ला के हो यो के हो स्याम्पू चाहियो स्याम्पू ए त्यहाँ रहेछ ल ल थ्याङ्क यू ल छन् मलाई थाहा मैले चिन्छु कहाँ गु हग्न लाग्यो भन्छ यार लगेटा दादाको स्याम्पू चिन्छ दादाले पुरा चिनाइरहेछ कान्छाले यो हो भनेर यो चाहिँ फेरि ट्रबल यो नाको है फेरि यसले नुहाइदिएला म हेर मस्तो लाएर ल अझै डाइरेक्ट नुहाएर आउँछ केटा लगडा दादा चाहिँ मिठो भात हानिसकेको छ मजाले मैलो सैलो कनेर मसला हातमा मोबाइल राम्रोसँग सुना त मिलेन किनकि पावर ब्याङ्क टन्नै छ अनि प्लस यो दुनियाँ दिवाना कान्छे आँको कस्तो क्रिमले टाउको धोएँ मैले हैन अब मेरो कपाल कान्छे आँको जस्तो ब्युटिफुल हुन्छ होला
हेरिका बाहिर चाहिँ यस्तो छ यार, घामसाम लाखा यार। यस गर्मी मौसमको फाइदा चाहिँ त्यही हो यार। जाडोमा म खासै नहुँदिनँ नढाडिकन भने होइन, हुन त गर्मीमा पनि नहुँदिनँ, तर जाडोमा चाहिँ चिसो पानीले नहुँदा चाहिँ मजा आउँछ। दादा चाहिँ केरावाला कट्टु लाएर हिँडिरहेको छ अहिले चाहिँ। यो खाने भनेर लिएको चोको भाइ खाएकै छैन, अनि 3 बज्न लागिसक्यो, भर्खरै भ्लग स्टार्ट भइरहेको छ जिन्दगीमा त है। है तेरो सुमिला चलफल हान्नु पऱ्यो सुरुमा त। ओइ फोरी भन्दै के भन्छ यसले, ओइ फोरी कस्तो गराएको, ए चलफल हान्छु म त्यसलाई एकताल उसमा रहेछ। है तेरो मेरो कपडा यता छ कि छैन। छ्या यो कोठा आउने बित्तिकै कस्तो गनाएको, छ्या यो कोठा आउने बित्तिकै कस्तो कस्तो गनाएको यार। छ्या आइ यो भित्र गनाएको के छ यो भित्र, छ्या कोठाइ गना छ यार। छ्या छिरेको ढुस ढुस गना। छ्या भाइ मैले सफा गरेपछि हेरिहाल्छ मेरो कोठा मुला। त किन स्कुल आछ? ए छुट्टी हो के को? हाफ डे। ए आज फ्राइडे हो अनि के अरे यहाँ लगेर यहाँ लुगा रहेछ है। यो मेरो होइन नि, यो के हो कट्टु जस्तो के हो यो कट्टु हो, यो कान्छा भएको होला होइन त मेरो हो यो नि मेरो होइन यो त आइ यो मेरो हो सुप्रिमको। अरू के छ मोजा सजा रहेछ, यस्तो रहेछ त्यस्तो रहेछ त्यस्तो रहेछ त्यस्तो रहेछ। ल ठिक छ प्यान्ट त नला। ओ यो कट्टु खोजेँ थिएँ यार मैले अस्ति यार, यो लाउनु पऱ्यो आज यार। अच्छा पकडा दादा सफा भएर आज सेतो कपडा तलदेखि माथिसम्म, माथि सेतो तल त ग्रे ग्रे अलिअलि सेतो सेतो। यो कट्टु चाहिँ धेरै 1 जुनीपछि भेट्टा हो। लास्ट टाइम कहिले लागेको थिएँ त थाहा छैन कि। अनि यता 2 जना ब्याड बोइज, ब्याड बोय क्रिस, ब्याड बोय बहिनीको नामै बिर्सिन्छ कि मैले। के अरे यान्सी याङ्सी याङ्स यान यान्सी एनसी एनसी एनसी। र यता चाहिँ एकदम फर्ममा भएको अहिले। के छ बाबु, हाउस एस्टरडे नाइट, हाउस द गो, यु लाइक इट अर नो? कानमा झुम्का सुम्का लाएर हिँडिरहेको छ। हुन त मलाई पनि मनपर्छ त्यस्तो वाला झुम्का थियो नि। के गरिरहेको छ यहाँ फेरि, कहाँबाट ल्याएले डुक डुक कहाँबाट ल्याएले फेरि आम्बो। त्यही हेर भनेपछि त हिजो राति हेर्दै भनेको मैले हो र, हिजो राति हेर्दै भनेको कसम। ए भाइ यार ल के ल स्योर के मैले भनेपछि दुःख हुन्न। ए आमा हल्का समस्या यता छुट्टैवाला। यता चाहिँ बाबु। के छ बाबु सन्चै छस्? हाउ आर यु? ठिकै यस्तै हो यस्तै हो। ओ लाम्रो के गरेको यसलाई, यो किन झारेको? यस्तो राम्रो टी सर्ट झार्छ यार भोसडी। लगडा टोपी सोपी लगाएर क्रिम स्रिम लगाएर हामी चाहिँ वर्कसपतिर लाग्दैछौँ होइन। अनि हिजो मैले भ्लग बनाएको थिएँ हिजो, तर बिचमा मैले बनाएन होइन। त्यही भएर आज चाहिँ एउटा बाइक देखाउन गइरहेको छु मैले होइन। त्यसको हालत चाहिँ के छ अहिले यहाँ त। ओहो यसको के हुँदैछ यता, कहाँ गयो यो बाइक? यो बाइक केटा फुल्ली रिबिल्ड हुँदैछ के अरे होइन। यस केटाले टल्काउने कार्यक्रम गरिरहेछ। भयो यति यो टल्किने? ए घोटे छैन, माल त यहीँ राखेको छ, घोट्न चाहिँ घोटेको छैन। लगडा यो बाइकको चाहिँ के भएको भने चाहिँ अब हेर्नुहोस् भिडियो। टिङ टिङ। यहाँ चाहिँ हाम्रो काठमाडौँबाट अस्ति ल्याएको बाइकको चाहिँ यहाँ धेरै नै अलिकति धेरै नै। ओए बुद्धि हैको देखाइदियो त हैको त्यो त मैले फर्स्ट टाइम देखेँ क्या। होइन कि त्यो होइन कि अर्को के डेन्जर घोट्यो थियो नि। कहाँ राखेँ यार त्यो लोडो यार, एउटा थियो यार यहाँ यार, एउटा हरिब चिज थियो कि केटा हो। डिजाइनै भएछ कि त्यो त एकदम यहीँ थियो यार। यो पनि च्याम्बर पनि फुटेर रहेछ होइन। यो के यहाँ त केटा घोटेर यस्तो भएछ यार। यो के हो बुद्धि? खास ट्विन गियर खास यस्तो हुनुपर्ने हो, यस्तो त्यस्तो भएछ यहाँ समस्या। अनि यसको हालत यस्तो छ यहाँ यस्तो। यहाँबाट पनि चौटा निस्केछ फेरि। अर्को प्रब्लम चाहिँ भित्रबाट यो कत्रो धेरै हो यो
यहाँभित्र धेरै छ अरे केटा यो भित्र हेर्नु नि त यहाँ त देखिन्न यहाँभित्र छ अरे केटा अब खोज्नुपर्छ म चाहिँ निकालेपछि देखाउँछ अहिले म्याग्नेट कोइलले खोल्नुपर्छ यसको हजुर म्याग्नेट कोइल पर्दैन ठिक छ म्याग्नेट कोइल त ओहो ए फेरि झऱ्यो एउटा नयाँ अझै छ भन्ने अझै छ अरे ए पिसे गरेर झिक्दैन त फ्याक्ल्याक्क गरेर लकडा अहिले म यहीँ भयो भने फ्याक्ल्याक्क गरेको देखाउँछु त्यतिखेर हेरौँ त भर्खरै खोलियो र यहाँ देख्न सक्छ हाम्रो सडै सड माई गड हेर 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 दुर्गति बाइकभित्र म चाहिँ क्लच प्लेटको भण्डार्स यो कहिलेदेखिको ऊ त्यसको त होइन पहिलाकै क्लच प्लेटको हो कि है त्यो त भएको छ त्यो भाँचे होइन यो पुरानो क्लच प्लेट डेन्जर हुइले आउँदो रहेछ हो हेर न यो लक नै यहाँ छ पहिला बनाएको मान्छेलाई यहाँभित्र लक यो के को लग हो यो पिस्टनको यहाँको लक ए पिस्टनको लग मुनि पुगेछ पहिला छिराइदिएर रहेछ ए पहिलाको यो चाहिँ यो जमानाको पिस्टनले छिराइदिएर रहेछ भित्र खस्यो ए हाल्दाखेरि है यो त पिस्टनको त कहाँ निस्किन्छ त नि होइन हाल्दाखेरि म चाहिँ चिट्टा परेछ हेर त हो त्यहाँ बिजोक गाह्रो 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 लगडा क्लच प्लेट पनि कुनै त ठिकै रहेछ कुनै चाहिँ घाइते भइसकेछ यहाँ फेरि फा लगडा त्यो पछि आउँछ पालो भेलको भेल पनि अलिकति लेडे लेडे जस्तो देखिरहेछ तिमीहरूको आँखाले सिधा देखेछ होला भिडियोमा तर यो बाङ्गो छ यार कसरी देखाउने देखियो बाङ्गो र यस्तो भयो कि स्याट गाह्रो खोइ त्यो कस्तो अड्के त्यो त झन् सब जाम छ कि यो त सिधै होला नि यो नि बाङ्गो छ यार सब मोबाइल नचलेर हो मोबाइल नचलेर सब बाङ्गो भयो यहाँ लोडा लसुन आज चाहिँ हल्का बिजी भएको कारणले दादा पनि अब मच्चिरहेछ प्याच बुद्धिले लोडा लसुन गरेछ उता अर्को भाइले पुरै ग्रेजिङ हानिरहेको पुरा डाँडा ए ग्रेजिङ नै वाचिङ हानिरहेको मासुला एकैछिन यसो वाचिङ मात्र हान्छ भनेर गएको वर्कसपतिर कामै काम के आज फेरि लास्टै बिजी छ त्यही भएर म आफै जानुपर्ने भयो यार रिमसिम हाल्न गाह्रो छ आमाले अनि बिहानबाट केही पनि देखाएन त्यस्तो त भन्दिनँ कि खा भन्थे खा छैन अहिले हल्का रिग्रेट भइरहेको छ यार ए उसमा मेरो कोठामा रिम छ ल्या त दुइटै अगाडि पछाडिको ल्याए यतापट्टि चाहिँ आमाको स्टाइल के छ छोरालाई ब्रेकफास्ट रोटी नि बेच्छ क्या कति हो पिसको मन लाग्यो खोइ 2000 कस्तो मन लाग्यो 2000 खोइ छोराको 2000 खाएर भाग्ने तपाईँ कस्तो 9000 कुन 9000 भनेको के तपाईँले 9000 त छैन मेरो 9000 बल्ल बाबालाई 4000 दिएको 5000 छैन त्यो कुन चाहिँ 9000 हो कृष्णलाई मैले के तीन कार्टुन कोक 5500 दिइराखेको थियो त्यो दिनमा अनि सबै गरेर तिमीलाई त 9000 कति दिएछ नि कृष्णले हो रोक्नु त म यहाँ दुधको दुध पानीको पानी गर्छु ओए क्रिस भाइ खोइ घर गयो मुस्ताङ गयो यसलाई थाहा आएन एनसीलाई 9000 मैले के को लिएँ यहाँबाट त्यही त के को लिएँ क्रिसले मलाई दियो रे त हो अब त्यो 9000 कसरी पत्ता लगाउनु दिएर मलाई आमाले कहिले दियो के त्यो मैले बुझिनँ यार लगडा काम चाहिँ के हो भने चाहिँ यो म चाहिँ रिम म टायर हान्न जानुपर्ने भयो नयाँ रिम हामी बोक्न सक्छ भाइ
ओके एकदम है तेरे केटा किन बस्यो यहाँ के भयो जिन्दगीमा तनाव भयो क्या दुईजना सेन्टीमा बसेर त हौ ल चल्दैछ केटा अब टायर हाल्नु जाने टायर किन्न जाने ल केटा चल्दैछ है त रिम बोकेर नयाँ नयाँ यो लोडा लसुनलाई चाहिँ हामीले यहाँ टायर फिटिङ गर्न दिइसकेको छौँ दाइकोमा अब टायर ल्याउनु पर्ने अवस्था फेरि यसमा चाहिँ युरो ग्रिप हाल्ने रे फेरि युरोपियन टायरको लागि हामी आइसकेको छौँ गन्तव्यमा हाम्रो गन्तव्य टायर किन्ने पसल हाम्रो 1 and 1 गन्तव्य दाइ चाहिँ पुरै मलाई दारी सारी काटेर पुरै चिकना भएर बसिरहेछ आम्बो दारी सारी काटेर को तरुनीसँग बोल्दैछ दाइ यार कसम छ तेरि ओ दाइ कहाँ हो खोइ दिनु युरो ग्रिप स्माइल दिएर बसिरहेछ टायर युरो ग्रिप के केटा यार ठिकै उठ्यो होला बिल भनेर आएको म यहाँ मेरो बिल आएको थियो यहाँ 81,100 तर दाइले त्यसमा मलाई कति रुपियाँ डिस्काउन्ट दिनुभयो दाइ 100 रुपियाँ होइन अरूमा त दिन्छ अझै त्यो डिस्काउन्टमा पनि 100 रुपियाँ ला भाइ जुस खामुला भनेर चाहिँ दिएछ थ्याङ्क यू दाइ यार त्यसको लागि यार हत्तेरिका गाह्रो तर मैले चाहिँ सोचेको थिएन यार त्यति धेरै आएको छ होइन मैले चाहिँ धेरै जस्तो सामानहरू चाहिँ यहीँबाट हान्छु मेरो वर्कसपको लागि मैले चाइनाबाट झारे पनि हाम्रो मोबिल टायरहरू चाहिँ मैले चाहिँ सधैँ रोजाइ चाहिँ कहाँ हुन्छ र दाइ गन्तव्य यहाँ पाएन भने बल्ल म अरूमा डुल्छु है फेरि होइन त नि अरूबाट पनि लान्छु यहाँ पाएन भने होइन त स्टाइल चाहिँ एकदम मिलाएर दिनुहुन्छ प्लस CX300लाई चाहिँ वान अफ द बेस्ट चाहिँ यो हुन्छ भनेर आएको छ के अरे मैले हाल्न त हालेको छैन यो तर अबदेखि चाहिँ यो हाल्छु आज चाहिँ लान्न दाइ म उस गर्दाखेरि पठाउँछु केटाहरूलाई यसको बारेमा भनिदिनु न त सेलको बारेमा यो सेल लङ राइड भन्ने मोडल कस्तो हो भने मेड इन थाइल्यान्ड हो हजुर प्योर स्योरै हो मेड इन थाइल्यान्ड तिम्रो इन्टरनेसनल फर्मुला रेसिङहरूमा तिमीले हेर्न सक्छौ होइन लगभग 90%ले युज गर्ने मोबिल हो यो 90%ले फर्मुला रेसिङ कारहरू त्यो बाइकहरूमा होइन सबैमा युज गर्छ र नेपालको बाटोमा पनि तिम्रो हेभी सिसीहरूले जस्तै अस्ति ऊहरूमा त्यो BMW को छ नि BMW को केटाहरूले चाहिँ सबैले यो हाल्छ क्या अनि अहिले एउटा सुजुकीमा आएर चाहिँ त्यो ठुलो हेभी सिसी त्यसमा पनि यही युज गरिरहेको छ CF मोटोमा नि यही हो अब CF मोटोमा तर मान्छेहरूले फेरि लिक्यु मोली पनि भन्छ नि त यस्तो हो लिक्यु मोली एकदम किनभने बजारमा कहिले पाइन्छ कहिले पाइँदैन तर सेल चाहिँ सधैँ पाइन्छ सधैँ पाउँछ कहीँ पाएन भने गन्तव्य आए हुन्छ गन्तव्यमा स्योर पाउँछ होइन त नि लङ राइड है फेरि होइन मलाई सेल हाल्दिनँ लिक्यु मोली नै हाल्छु भने पनि लिक्यु मोली पनि पाउँछ है दाइकोमा होइन त नि दाइ लिक्यु मोली नि छ तर दाइले चाहिँ रिकमेन्ड चाहिँ राम्रै गर्नुहुन्छ नि त त्यो यो राम्रो छ ढुक्क गरेर हाल्दा हुन्छ क्या होइन मलाई लिक्यु मोली चाहिन्छ भने दाइसँग छ त्यो पनि उपलब्ध होइन दाइ लगडा नमस्कार समस्कार ठोकिरहेको छ लगडा अर्कोचोटि हालौँला योचोटि आज चाहिँ पैसा सब सकियो मलाई लाग्छ यसरी सकिन्छ दादाको पैसा इन्भेस्टमेन्ट मुला पैसा होइन नि त है सकिएको भन्दैन नि त त्यसबाट मैले अलिकति अलिअलि कमाउँछु देख्न सक्छ है मलाई फेरि भन्यो मात्र भन्ला फेरि होइन माको यहाँ मलाई अनेक थरी छ मोटुल सोटुल होइन अनि यो सेल माको डक्स यहाँ के हो यो मोटुलको पनि विभिन्न हुँदो रहेछ होइन यो चाहिँ अब तिमीलाई थाहा होला मलाई थाहा छैन क्यास्ट्रो लिक्विड यहाँ मुजी यो चाहिँ यहाँ लुकेर बसेछ हाल्ने भए अनि क्यास्ट्रोको यो पावर यो चाहिँ के हो दाइ यो त हेर्दै फुल सिन्थेटिक लुब्रिकेन्ट हो पनि 10W40 मा यो चाहिँ के को लागि हो दाइ यो डटहरुमै हाल्छ केटाहरूले जस्तै डटमा नै हालिदिन्छ डटमा स्पेशल मोबिल हो 10W40 फुल सिन्थेटिक टेक्नोलोजीमा मेड इन दुबई UAE स्पेशल्ली फर स्विटेबल जापानिज मोटरसाइकल डटमा नि मिल्यो केटा सस्तोदेखि महँगोसम्म सबै छ मलाई अब आफ्नो बजेट कति छ होइन अब बाइकलाई कतिसम्म तिमीहरूले पाल्न सक्छ त्यस्तोवाला छ ऊ त्यो सस्तोवाला जस्तो छ क्या अरे हेर्दाखेरि त के हो के यहाँबाट सबसे सस्तो कुन हो त दाइ ल केटा हल्का प्रिमियम मात्र छ होइन ब्रान्ड मात्र प्रिमियम हो केटा पैसा चाहिँ अलिक सस्तै हो है फेरि यसो अरू ठाउँ भन्दा धुक्क भएर आउँदा हुन्छ यहाँ दाइकोमा कसम त्यही भएर म आउँछु नि म फेरि नत्र 1000 ठाउँ डुल्ने मान्छे हो फेरि एउटा ठाउँमा चित्त बुझेपछि त्यही मात्र घुम्छु नि फेरि ल गयो दाइ बाई बाई ल केटा यहाँको हिसाब चाहिँ क्लियर भयो मेरोमा आएको दाइले अब मलाई केही भन्नु पाउँदैन है आजसम्मको यहाँ फेरि के यार टिभी बेचिरहेको छ बे कत्रो ठुलो टिभी हो यो माको डक्स कति इन्चको भाइ त्यो कति इन्चको टिभी हो 45 त होइन होला 47 होला ठुलो छ यार 45 को त अलिक सानो हुन्छ जस्तो लाग्थ्यो है त्यो ठुलो होला हिजो मैले एउटा टिभी हेरेको थिएँ होइन दामी यतै अनि भाइ कहाँ हो त हिरो भएर ए भाइ यो त मलाई यार डेन्जर हिरो भएछ त क्यान्डी भाइ त यार ओए
बोलाएर त गइदिइरहेछ लाउडा रहेछ यार यार माछालाई यार बाटो बिराएर ठ्याक्क सिएक्स सोरुम देखिहाल्यो होइन अनि दादाको बिलबुक आइसक्यो है मेरो नम्बर नभएर कन्ट्याक्ट नभएको रहेछ होइन तर अस्ति बिलबुकले त्यो उसले कागजले धेरै हेल्प गर्यो नि मलाई बाटोमा एकचोटि मात्र परेको थियो चेकिङ ब्लुबुक लगडा दादाको फर्स्ट टाइम है दादाको आफ्नै फोटो भएको बिलबुक लगडा घिन लाग्दो थोपडा भएको बिलबुक हेर्नु है तिमीले अब यहाँ ल धन्यवाद त्यो धेरै धेरै धन्यवाद ए इन्सुरेन्स ए केटा ए म आएको डा सुदीप गुरुङ धन्यवाद पछि केही उस भयो भने आउँछ नि है ल लगडा पाइयो बिलबुक यो चाहिँ एकदम सडे उस भयो केटा बिलबुकै लिन आउँछु भनेर होइन कि त्यो चिट्टा परे जस्तो के हुँदा मलाई चाहिने चिजै हो होइन जे भन्यो नि ठ्याक्क बाटोमा आउँदाखेरि स्याक्ट हेरेको ल मुजी स्याक सोरुम हो त्यो त मेरो बिलबुक मुजी भनेर अनि आएको अनि आइसकेको रहेछ ल अदेखि चाहिँ जस बिलबुक चाहिँ भइयो तर म कागजै लिएर हिँड्छु होला त्यो कागजमा मेरो कलर अर्कै छ बिलबुकमा अर्कै छ कि अनि त्यतिकोमा चाहिँ यता हाम्रो फिटिङ पनि भइसक्यो है केटा फेरि फिटिङ पनि भइसकेको छ यहाँ फेरि फिटिङ चार्ज यताउता पनि दिनुपर्ने हुनेछ यस्तो देख्छ दादा भाइ यता खिच्दा ल गुल्ला नै भयो 4 टाढा काट है भाइ बिहान भाइ नै आएको नि है ए बिलबुक आयो बिलबुक सिएक्सको बिलबुक फर्स्ट टाइम लगेडा यही हो मेरो बाइक यो लोडो जस्तो बाइक हो सिएक्सको यो के हो यो नम्बर प्लेट कति पर्यो त भाइ नम्बर प्लेट ए नम्बर प्लेट नि चेन्ज गर्नुपर्छ 3818 यही हो मेरो बाइक यही हो मेरो नम्बर प्लेट ल मामा सामाहरूले हेर्दै हुनुहुन्छ भने ल यही हो नम्बर प्लेट अस्मात्म सबै के भन्नु त्यो दुईटा मेरो एउटा भइसक्यो अब अगाडिको मात्र बाँकी छ नि होइन अहिले अब चाहिँ केटाहरू लगेडा अब यो नयाँ नयाँ टायर लिएर अब जाम हाम्रो यो भाइको बाइकमा हाल्न लगाएको चिक्ना बनाएको भाइको बाइक एउटा चाहिँ गान्डु छ त्यसको बाइकको कार्बोरेटरको पिस्टनै फुटेछ भित्रको अनि बिचरा अहिले अलिक दुनियाँ दिवाना फेऱ्यो नि त लास्टमा कार्बोरेटर चेन्ज गर्ने पैसा अब मिलाउँदैछ होला भाइले बिचरा त्यही भएर चाहिँ हल्का अड्किरहेको छ त्यो बाइक अरू चाहिँ एकदम चिक्ना बनाएको छ हेर्नुहोस् अहिले उतै गरेर देखाउँलाई ल उतै गरेर भेटौँला त्यो भाइ अनि बाइकलाई आइसकेको छौँ यो रिम र उस चाहिँ यो बाइकको लागि यो बाइकको चाहिँ अब सबै गुड छ एउटा के लोड छ भन्ने त भाइ तिम्रै मुखबाट कार्बोरेटरको के भएको अरे पिस्टन फुट्यो कार्बोरेटर त्यति मात्र अलिकति उस छ होइन अनि अर्को चाहिँ नम्बर प्लेट पनि हिजो अस्ति भर्खरै ग्राफिक्स हालेर चाहिँ बिचरा नम्बर प्लेट नहाल्दो रहेछ त्यो पनि हाल्नु छ नत्र बाइक चाहिँ टोटल्ली लिगल छ केटा होइन लुकिङ ग्लासहरू त हालिहाल्छ नि अहिले सजाउनु मात्र होइन फोटोको लागि मात्र होइन भाइ लगेर अब यहाँ हालिन्छ नयाँ नयाँ रिम बाइक हेर्न सक्छ कस्तो मिठो टल्केछ ओ माई गड हेर्दा हेर्दा बाइक टल्कियो म चाहिँ त्यो खोल्ती रित्यो बाइक टल्कियो भनेको यही हो क्या होइन भाइ फाइनली यो लोडा लसुन बाइकमा चाहिँ रिमसिम हान्ने काम भयो र अब दादा चल्दै संसार जित्नु बुद्धि बिचरा कहिले के गरेछ कहिले के गरेछ अहिले फेरि अर्कै के लोडो गर्नु लाग्छ थर्काइरहेछ उता फेरि लगडा दिनभरि लोडा लसुन काम गऱ्यो के अरे अब चाहिँ माछा चिकन आज कोही चरा गयो उड्यो छैन त्यो अझै त्यसलाई माछा चिकन उडाउनु लान्छु मैले अब ओए चरा खोइ चरा ओ जाम आइज जाम के गुड जाने हो ए चिकन ल हिँड्नु दिइन आइज कम लेर्सको बिचरा चरालाई उडाउनु लान्छु कि मैले अब होइन जा चाबी माग त उस रोशन छ यतै छ ए छ होला ए छैन क्या कसको हो माग न माग लगडा बाइकमा जाने रे त है ओमे भाइको उस्मान जाम के लेक साइड जाने उस्मान जाम के उता के अखिल भाइको ट्याटु नि होइन अर्कोमा हाने अरे तल थाहा छैन जाम न त्यता नि हेरौँ
गयो हामी अब अखिल भाइको ट्याटु हेर्न सँगसँगै आज हाम्रो मायाको चिनो पनि दिन जान छ हाम्रो तेन्जी साथीलाई होइन क्याफे जोइतिर अस्ति फुटसलको मायाको चिनो एउटा सानो धेरै के गर्न केही नसके पनि फेरि पुरानकोमा आइसक्यौँ किन आएको भने चाहिँ यहाँ भाइलाई के चाहियो अरे भाइ यन्त्र चार्जर चाहियो अरे चार्जर होइन चार्जर मोबाइल ढुस भयो अरे चार्जर बिग्रे होइन ओरिजिनल चार्जर किन्न आँखा फेरि क्रेडिटमा है केटा हो होइन भाइ पैसाको कमी छ होइन अहिले चाहिँ ओ साथी चार्जर चाहियो अरे भाइलाई क्रेडिटमा किन हो र क्रेडिट यसको कुरा मलाई के थाहा नि यसलाई हो चाहिएको मलाई हो र पैसा नभएर क्रेडिट रे कसैले यो ठोपडालाई पत्ताएन रे तिमीले अलिअलि विश्वास गर्छौ रे त्यही भएर आश बोकेर आहा तर बुझे होइन कि अझै भाइ चार्जर चाहियो अरे क्या चार्जर यतिकोमा यार खास चाहिँ चराको लागि चार्जर लिन आएको फेरि साथीले यस्तो बवाल मालहरू कहाँबाट ल्याउँछ कुन्नी होइन मलाई पाउने मालहरू दामी रहेछ यो चाहिँ यो किन्ने मैले मायासाला यसमा के पाउने साथी वारेन्टी के हुन्छ हाम्रो यसमा 6 महिना के बटन वारेन्टी स्पेसल्ली बटनमा हो मलाई चाहिएको चाहिँ अरूमा त होइन त्यही बटन बिग्रिने चुट्टिएर हो चुट्टे थिएन यार मेरो त्यो उसको त्यो तिमीले दिएको चाहिँ चुट्टे थिएन के भयो कुन्ने चल्दैन के त्यो राइड गर्दाखेरि फेरि मैले आजकल इयरफोन यता खिच्छ भाइ अनि यो गरिबहरुलाई चाहिँ हुँदैन धनीहरुलाई मात्रै हो तिम्रो वाला यो ट्याक्सीवाला इयरफोन केटा हो JBL को ओरिजिनल भनेर ओरिजिनल होइन तर एकदम ओरिजिनल भन्दा नि बवाल ओरिजिनलै हो के ओरिजिनलै हो ओरिजिनलले तर ओरिजिनल भन्दा सस्तो रेटमा JBL को अब हेर न कपीहरुमा चाहिँ यस्तो एम्ब्रिड गर्दैन नि त साथी हैन यो छ अनि अब यसको म्यानुअल प्याकेजिङमा चाहिँ ओरिजिनल जस्तै देखिएको के हैन केटा अब यस्तो चीज पनि छ के फेरि ओरिजिनल भनेर चाहिँ दाम चाहिँ बवाल हैन तर कसम ढाटे हैन हामी गरिबहरुलाई त्यस्तो के थाहा अब यस्तो यता देखाइदिए म भन्छु यसको बारे यसको चाहिँ मैले भर्खर साउन्ड टेस्टिङ गरेको लास्टै लाउड बज्छ हैन तिमीहरूले कसम अगाडि को बोले के अगाडिको मान्छेले के बोले केही सुन्दैन बेस चाहिँ त्यस्तो राम्रो छैन हैन तर ढुङढुङ चाहिँ हान्छ के आवाजले के बोल्नु हो त सुन्नु हैन साउन्ड ठुलै भएपछि त्यो ट्रिबलहरु नि साउन्ड हुन्छ नि त अलिक लाउड भएर त्यो हो किनभने फुल साउन्ड गर्दाखेरि नै साइडको हान्छ अनि बेस सुनिन्न के त्यो हुन्छ ढुङढुङ त गर्छ तर त्यो बेसको लागि त सानो साउन्डमा ट्याप आयो भने दामी बेस सुनिन्छ नि त त्यो मात्रै साउन्ड ठुलो हो के बेस चाहिँ त्यस्तो ठिक छैन तर तिम्रो एज अ राइडर हैन राइड गर्दै छौ भने चाहिँ बवाल छ म चाहिँ खासै यो चाहिँ स्पेसली त्यो सानो साइज एक्स्ट्रा एक्स्ट्रा यो चाहिँ मैले स्पेसली त्यो उसको लागि हो के बाइक राइड गर्दाखेरि त्यो आजकल इयरफोन भन्दा इयरफोनको त जतिखेर पनि एयरपोर्ट्सहरुको त जतिखेर पनि उस हुन सक्छ नि त ठिकै ब्याट्री डाउन पनि हुन्छ प्लस पज गर्न झ्याउ भयो नि त तर यसको चाहिँ बटन सटन छ प्लस मोबाइलको पनि धेरै ब्याट्री खान्न केले त्यही भएर हो क्या त्यही भएर किन्न लागेको के कति पर्छ त साथीले कति पर्छ साथी यसको रेट भनिदेऊ त होइन जस के त्यस एउटा भनिदेऊ एमआरपी एमआरपी केटा एमआरपी कहाँ छ एमआरपी कहाँ छ 2000 रहेछ एमआरपी तर यो लेखा मात्र हो केटा यसमा पनि तिमीलाई डिस्काउन्ट हुन्छ म चाहिँ लेखा डिस्काउन्ट दिएर 2500 हुन्छ के आफू घाटा खाइ तिमीलाई सस्तोमा दिन्छ केटा एमआरपी चाहिँ 2000 रहेछ तर त्योभन्दा सस्तो तर कसम ढाँटे होइन साउन्ड चाहिँ तिमीलाई एकदम लाउड चाहिन्छ भने चाहिँ बबाल छ क्या बेस चाहिँ त्यस्तो आश नगर तर इनफै छ कि हामीलाई नर्मली चाहिने जति नै छ साउन्ड चाहिँ भर्खर यसमा नि हालेर सुनाउँ त यो बिग्रेको दिन पनि सक्छ फेरि मलाई अब चल्दैछ नि इयरफोन लियो अनि भर्खरै यो मैले ट्राई गरेको थिएँ होइन यसको चाहिँ अर्को राम्रो फिचर्स चाहिँ हामीले डट बाइक लाउँदाखेरि त्यो अर्को त्यो आइफोनको हुन्छ नि त्यो कानमा ठोक्किने कानमा कोप्ने हुन्छ भने यसको चाहिँ खोइ यता देखाइदिन्छ दाइ होइन कि यो यसको चाहिँ यो चाहिँ होइन यो लोडु चाहिँ भित्रसम्म जान्छ कि डेन्जर भित्रसम्म क्या होइन तर तिम्रो कानको डुलो अलिकति ठुलो सानो छ भने चाहिँ एक्स्ट्रा यो उस पनि आउँदो रहेछ के भन्छ अरे यो के भन्छ यसलाई यो के रबर हजुर दाइ एयर के हुन्छ यो कानभित्र हाल्ने यो डल्लो भनौँ डल्लो क्या यो
एक्स्ट्रा 4वटा पनि आउँदो रहेछ होइन यो दिएन भने चाहिँ माग्न नबिर्सिनु होला होइन कहिले काहीँ पुरानो लुकाएर छुट्टै बेच्छ एक्स्ट्रा बेच्नु पनि सक्छ होइन त नि बेस्ट पार्ट भनेको चाहिँ यसको चाहिँ अर्को चाहिँ के लाग्यो भने चाहिँ इयरफोन भयो होइन अब यो सेफ्टी मेटहरूमा त इजी मिल्छ होइन तर यस्तो डट अहिले हामीसँग डट हेलमेट नदेखाएको कतिपय हेलमेटहरू चाहिँ यस्तो लगाउँदाखेरि कानमा ठोक्किने यो छेउको अनि यसरी खोल्दाखेरि पनि झर्ने होइन त्यो हुन्छ तर यो त हेर्न झर्न त झऱ्यो तर नदुख्ने क्या त्यस्तो हुँदो रहेछ यो पनि राम्रो यो चाहिँ म यस्तो इयरफोनहरू युज गरिरहेको छु नि त अनि तिमीहरूलाई रिकमेन्ड मात्रै गरिदिएको यो सस्तो पनि रहेछ केटा हो है एमआरपी रेटभन्दा मिलाएर दिन्छ साथीले होइन त्यही भएर आउनुहोस् होइन त नि आउनुहोस् बवाल रहेछ अब बिग्रे पनि होइन मलाई अझै व्हाइटै मन पर्थ्यो कि व्हाइटमा चाहिँ नआउँदो रहेछ केटा हो कलर अप्सन भोलिको दिनमा आएछ भने थाहा भयो चलेको त धेरै रेड कलर हुन्छ नि जे याद गर्छु त्यो रेड नै ल्याएको धेरै रेड चाहिँ अलिकति झिल्के लाग्यो क्या मलाई चाहिँ नत्र जेमा त जे पनि रातो आउँछ नि याद गर एयरपोस्ट धरि रातो हुन्छ कि तिनीहरूको बक्स धरि अनि स्पिकर हेरेर सबै रातो हुन्छ अलमोस्ट होइन तर यो चाहिँ एकदम राम्रो लाग्यो यार कति दिनसम्म रहने थाहा छैन होइन जो चाहिने कुरा चाहिँ किनिहालौँ भन्ने कुरा हो होइन त नि दाइ बाई बाई लकडा अब हामी जान्छौँ कहाँ साथी क्याफे जो त्यहाँ मैले खाजा खुलाउँछु केटाहरूलाई हिँड न म त झन् बिहानदेखि आएन हौ जाम गइहालौँ लकडा दादाहरू चाहिँ क्याफे जो आइसकेको छ त्यहाँको आज चाहिँ दादाको स्पोन्सर है केटाहरूलाई राम्रो दादाको फेरि यस्तो सस्तो ठाउँमा चाहिँ दादाले स्पोन्सर गर्छ कि अरे चरा आज चराले जुस खान्छ अरे हामी चाहिँ आइपुग्यो है यहाँ हाम्रो टेन्जी हाम्रो आयो साथी यार यहाँ अस्ति यो तिमी भागिहाल्यो यार मुला यार ए ढुक्क के त्यो बाले भएन यार एउटा मायाको चिनो एउटा साथ केटाले ल्याइदिएको थियो यार हाम्रो तर्फबाट सानो है फेरि है अब सही छ हामी त आउट भइसक्यौँ लास्टमा नभनिकन हिँडेछौ त्यो कुरामा त अलिक चित्त बुझेन है होइन भनेको थिएँ मलाई चाहिँ भन्थेँ लकडा अब हाम्रो पर्सनल टक्स हुन्छ लकडा दादाहरूको खानपिन आयो है खानपिन सही हो लकडा खानपिन भइसकेको छ र आजको पनि स्पोन्सर रहेको छ हाम्रो साथी आवेश त्यही भएर हामीले आवेशलाई सधैँ बोकेर आउँछौँ नत्र आवेशको काम छैन नि साथी पैसा तिर्न दिन्छ हामीलाई कहिले दिन्न है पैसा कमी रियल कमी नभएको मान्छे चाहिँ यता हो क्या हाम्रो ल जाम साथी लकडा चल्दैछ अब एकछिन मलाई उता छोडिदियो है भाइलाई पुऱ्याइदियो भन्नु पर्ला एकजनालाई तनाव छ यार डाइरेक्ट घर जाने साथी ट्रायल जाने हो नि जान्न घर साथी घर भनेको के हो आइएम के भन्छ बिग्रेको केटा म घर जाँदिनँ के बुझेनौ आइएम ब्याड बोय आइएम भेरी भेरी ब्याड बोय तिमी सेकेन्ड स्टेपमा भने म फर्स्टमा हो के एउटा यता चाहिँ हाम्रो साथीको भ्लग चलिरहेको छ उहिले जमानामा आइसक्यो होला साथीको भ्लग मेरो चाहिँ भर्खरै आउँदैछ होइन त नि साथी त्यति गाह्रो आमा गाडस राम्रो भने त्यस्तो भन्छ नराम्रो भने मलाई चाहिँ पाए त्यही बिल्ला मात्र हान्छ कता गयो कहाँ तेन्जी त लुकेछ कि क्या हो कहाँ गयो यार बाई बाई भनिदिनु भने केटाले ल चल्दैछ ल केटा तेन्जी चाहिँ गायब भइसकेको छ के अरे हामी चाहिँ चल्दैछ ल हाम्रो गाह्रो के भ्लगरहरू छ नि अझै यस्तो यहाँ खालि 24 घन्टा मोबाइल लिन्छ ल म चल्दैछ हामीले पुरानलाई फालिदिइसकेका छौँ पुरानको ग्याजेट प्लसमा अझै अखिल भाइतिर जाऊँ ट्याटो हाउस त कहाँनिर हो फेरि यार ट्याटो हाउस भन्ने जन्तु यार यतै होला साथी यार मलाई ट्याटो हान्ने यतै आयो भन्थ्यो के अरे कहाँनिर रहेछ ल्याम्टो जस्तो यो भैरवमा हो कि क्या हो कि क्या हो है नट स्योर केटा हो ट्याटो हाउस यहाँ रहेछ है यहाँ चाहिँ फेरि हाम्रो ब्याड बोय अर्को ब्याड बोय जन्मिँदैछ है फेरि यता ब्याड बोय यो अर्को ब्याड बोय हो यो फेरि ल केटा यता चाहिँ अखिल भाइको धुम मचिँदैछ है आम्बो एकैछिन यता राखिदिए है कसको झोला हो फेरि आम्बो ल केटा आमा पुरै पेन है फिल द पेन के आम्बो हिरो हो क्या अखिल भाइ चाहिँ यहाँ
2 दिनमै हान्दिस् है आम्बो कतिखेर भ्याउँछ अब ए लगडा यसको अब ट्याटु स्याटु हानेपछि हेरौँला एकछिन यसको पेन हेर्ने हो र यसको एउटा त होइन यार अबि एक्साइटेड भयो लगडा अहिले भ्याएपछि नै हेरौँला अहिले चाहिँ डिस्टर्ब पनि हुन्छ ट्याटु हान्दाखेरि पनि होइन त्यही भएर यसलाई पनि हल्का डिस्ट्र्याक्सन हुन्छ यहाँ चाहिँ टन्ने रहेछ म चाहिँ फर्स्ट टाइम आएको यो ट्याटु हाउस दाजुभाइ अनि के छ भाइ थ्याङ्क यू मेरो भाइ अनि के हुन्छ फोटो रोक है भाइ है ओ के छ बहिनी हाउ आर यु आम्बो सन्चै छौ ए बहिनीलाई त मैले त लास्ट टाइम उहिले जमाना पछि बल्ल देखियो त यार के छ कुना लुकेर बस्नु तिमी तै तेरिका किन लगडा हामी चाहिँ हो यो हाम्रो के हो यो उसको नाम चाहिँ मलाई थाहा यो ट्याटु हाउसको नाम चाहिँ मन्त्रो ट्याटु रहेछ के कस्तो हान्छ त मलाई थाहा छैन अहिले हाम्रो अखिल भाइले हेरेपछि भनौँला होइन अहिले चाहिँ हान्दैछ त्यसले हान्दाखेरि चाहिँ डिसाइड नगरौँ किन राम्रोसँग नि हेर्न पाएको छैन होइन ट्याटु हाउस रहेको छ मन्त्रो ट्याटु इन त्यस दुईजनाले हान्दो रहेछ यतापट्टि अनि उतापट्टि पनि हानिरहेको थियो म चाहिँ फर्स्ट टाइम आएको यार तर यो चाहिँ पुरानो रहेछ केटा हो सिन्स 2015 रे हुन त मैले ट्याटु नहान्ने भएर पनि होला है यस्तो ट्याटु हाउस कुन चाहिँ ट्याटु बनाउने ठाउँ दामी कुन चाहिँ खोया भनेर थाहा छैन क्या त्यही भएर अनि यहाँ चाहिँ अरू उसहरूको पनि स्टिकर रहेछ यहाँ देख्न सक्छु हिमालयन ट्याटु बार्बरहुड ब्रदर्स यता अरू कुन हो यार नाम अब सबैको बोल्न हान्छु नि बिच अनि अरूभन्दा नि हाउस अफ डट नेपाल पनि रहेछ त्यतिकैमा अर्को भ्यान चाहिँ आयो यहाँ फेरि आम्बो पुरै आमा गाडीले हान्देला फेरि हेबा हेर त स्माइली ठोप्ला बेग्दै तेरो फेस हानेछ मलाई अखिलले त्यहाँभित्र ट्याटु हेर्न जा त लगडा फाइनल्ली भाइको भयो जस्तो छ कहाँबाट आएको थियो नि भाइ यस्तो ट्याटु हाने जोस अस्ट्रेलिया लगडा ट्याटु हेरौँ पहिला सुरु है ओए के हो भाइ यो त सामुराईको बिचमा भित्र भएको त्यो फेसभित्र त त्यो केटी यस्तो ब्लड छादिदियो किन छादिदिएको त्यही ब्लड त मुनिबाट छाड्छ जस्तो लाग्थ्यो त थाहा छैन मलाई ट्याटु रे भाइको आम्बो 2 दिनमा हानेको ट्याटु ओ माई गड कस्तो जोस यो चाहिँ यो को केटी हो केटी होइन त यो नि सामुराई चाइनिज है के जापानिज के ए जो पाए त्यही हो भनेर चिनेको मान्छे त होइन क्यारेक्टर अलि त कता देखिदिए जस्तो केटी आए होइन गर्न त्यो भर्खरै हानेछ त्यो हातले ल छोर म पैसा सेटल गरेर बिगारिदिनु न भोरेर के सक्छ मुर्ची अर्जेन्टिनाले लगडा यता त फेरि गेम भइरहेछ वर्ल्ड कप चलिरहेछ है ओए मेसी आम्बो यता चाहिँ फेरि रमझम भइरहेछ केटा ठिक छ के पेनाल्टी ओए लगेडा यता चाहिँ पेनाल्टी चल्दैछ यहाँ पेनाल्टी उता नदेखाम कपिराइट हान्छ होला हान्छ यस्तो लगेडा यहाँ ट्याटु खोल न खोल कस्तो यहाँ फोटोमा हेल्ने भन्छ मलाई खोल 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 लगेडा अब यहाँ छोड्दै लगेडा अखिल भाइको ट्याटु सो तर धानेको केटाले फुल स्लिभ एक दिनमै 2 दिन हो हिजो गरेको कति पर्यो होला साथीलाई गेस फुल स्लिभ यसो त्यहाँ यस्तो लाटो 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 हिसाब मेरो त हिसाबले
प्लस नै भयो डबल भएर त्यो भन्दा डबल हुन 5-10 कम के को कुन मोबाइल हो लगडा भाइले हान्न त हान्यो के हाने के भन्नाले यो समुरे हानेछ यो अलिकति हतारमा हाने जस्तो लाग्यो कि यसले हान्न चाहिँ राम्रै हानेछ है हान्नलाई है ए यहाँ देखेछ ल केटा है ट्याटु चाहिँ यही हो ट्याटुमा त खरो फोटोमा त खरो देखेछ त भाइ यार खास यो जोस चाहिँ किन आएको त नि भाइ ट्याटु हान्ने हानम भन्ने अनि यो यसको मिनिङ चाहिँ के छ त जे पाए त्यही भन्नाले मन पर्यो हान्दियो एउटै हो क्या फोटो देखेँ मन पर्यो हान्दियो तर त्यसलाई यो चाहिँ कसरी मन पर्यो भन्ने कुरो मैले थाहा पाएँ होइन यस्तै गरेर त्यो डिजाइन गर्दाखेरि राम्रो देखेर हान्ने खाली नि धेरै भएछ है अनुहार हो त तेरो यहाँ मुजी यो हो यो भिडियो काट्नु त अनि म यसलाई राम्रोसँग सम्झाउँछु फेरि हामी पुरानकोबाट रिटायर भएर चाहिँ यता कुमार दाईको सिनेमा हलमा जान लाग्छौँ र अहिले एकछिन हाम्रो अखिल भाइसँग शान्तिनो कुराकानी हुन्छ हाम्रो लास्ट अब कति वर्षपछि होइन ओ माइ गॉड लास्ट डे पुरै रौनक भइरहेछ भाइको ल माथि गएर हाम्रो सानो कुराकानी हुन्छ योपालि जोतकास गर्न पाइएन क्या अरे होइन त नि भाइ अर्कोचोटि अहिले सानो त हुन्छ धेरै मन थियो तर हो अहिले सानो हुन्छ नि त अहिले हाम्रो सानो हुन्छ है म्याच सकेपछि छोटो मिठो तर छोटो मिठो भन्ने मात्र अहिले बोल्दा त्यहाँ मान्छेको आन्द्रा भुँडी निस्किन्छ मतलब भएन के फेरि हैन नि बोले आउँछ त अब कुरा हो जे हो त्यही हो एउटा त्यस्तो कुरा छोड्दैन म माथि गएर भेटौँ त ल आइपुगेँ हामी चाहिँ हाम्रो कुमार दाईको हवनमा यहाँ फेरि यता फेरि ट्याटु प्रदर्शन भइरहेछ तेरो यहाँ ट्याटु प्रदर्शन हुन लाग्यो दुईजनाको कसको बवाल भन्दै दाग त त्यसकै हुन्छ नि भर्खरै हाने हो त डेन्जरै दाग मेरो त सुरुमै यतिको थियो के सुरुमा नि यतिको दाग थिएन ए यहाँ साथी तेरो मुजी फिक्का छ मुजी ल यसको र मेरो हेर्नु है ल यिनको नि डार्क छ तेरो भन्दा मुजी डार्क त यहाँ मुजी यो घोटेकोमा त डार्कै छ नि मेरो त लाइनिङ मात्रै छ लामो घोटेकोमा नि कालै छैन के के हान्नीले हान्नी भ्याए तँलाई अनि यसको चाहिँ अलि ब्लू पारेको रहेछ अलि ब्लू छ ध्यान छैन रे हो ल बोलमा अलि म हान्दिन्छु रे कति झलङ गरेको ल हेर्नु ल ओ लामो न बिस्तारै खोल्नु यो बिच मुजी ए लामो यो हानेकै यस्तै हो भने तेरो के हो त यो त्यसो भए मुजी के हो यो रामसँग नहानेको हो यो त्यहाँ त छोड्दिएको हो त छोड्दिएको मैले डिजाइनै त्यही हो भनिरहेको छु म यसको त यस्तो डार्कमा हालेको नि यसले सिल्भर एन्ड ब्ल्याकमा हाने अनि मेरो ए कलर हुन्छ अरे के सिल्भर ब्ल्याक अनि खै के समथिङ के हो मुजी मलाई नि थाहा छैन खै ट्याटुको खै म खोल्दिनु साथी हो ए मैले डिजाइन त बुझेँ कि मैले अर्कै कुरा गरेको के मैले भन्नाले अखिल भाइको ट्याटु चाहिँ पत्तुलाई चित्त बुझेन मलाई ट्याटु डिजाइनमा हैन इङमा चित्त बुझेन राम्रै छ हो अलि यता चाहिँ फिक्का यो मिलाएकै होला यस्तै होला अब यसको उसै हो यो फोटो जेमकै उसै हो यहाँ रोकन साथी यहाँ ट्याटुको यस्तो डिस्कसन गरिरहेछ यहाँ यो चाहिँ हाम्रो केटा हो लाइनिङवाला ट्याटु नरहेछ यो मुजी 3D वाला रियलिजम होइन भाइ त्यसलाई भन्छ रियलिजम यो यस्तो चाहिँ खासै धेरै मान्छेहरूले हान्दैन त्यो हाम्रो साँच्चै मलाई नदेखाएको होइन मलाई यस्तो लाइनिङ र यस्तो देखाएको थियो होइन यस्तो हान्दाखेरि चाहिँ तिमीलाई दुख्छ धेरै होइन के गर्छौ भने थियो अनि मैले यसो हेरेको यो चाहिँ हल्का के त्यो मतलब सेडेड टाइपको रियलिजम टाइपको खै के देखायो भने डिजाइनमा मलाई मन पर्यो ल हान्ने भनेको मिनिङ चाहिँ केही नै छैन रे भाइलाई मन पर्यो हान्दै यही हो कि गर्ने नै जिन्दगीमा होइन त आफूलाई मन परेको चिज हान्दैन ट्याटु हान्ने हतार भइरहेछ अब कसले अब त्यो मिनिङ खोज्दै के हो यो लाइनको मिनिङ के हो यो को हो यो मुझे हेरेको यो अब कसले हेर्दै बस्छ र यो चाहिँ मार्क्स हो यो चाहिँ मन्दिर रहेछ यता यो जापानिज पाराको होइन यो चाहिँ अब केटी निन्जा सिन्जा अब के हो थाहा भएन यसको भुडी हो दुध कहाँ त भाइ यार दुध कहाँ ए लामे म त दुध पनि हानेछ यहाँबाट हान्छु भन्दैछ त दुधबाटै भ्याएन नि त भ्याएन के नभ्याएर
अर्को छुट्टीको लागि साँची राख्नु पऱ्यो नि ज्यान आफ्नो त बवाल छ अब त्यही हान्छु म अब यहाँसँग हानेपछि त फेरि तर तेरो भन्दा चाहिँ ओमी भाइको राम्रो छ यार कसम तेरो नभ्याएर होला भाइ यार हजुर होइन होइन यसको यहाँ पनि कहाँ डिटेलिङ हानेको छ नि यहाँ माथि हानेको छैन लाइनिङ मात्र गरेछ टाउको मात्रै बनाइदिनु डिजाइन एउटा टाउको बनाइदिनु अलिक छोडिदिनु भनेको हो कि यो कहिले कम्प्लिट हुन्छ त आएन ट्याक्क देख्दैछ टाउको ल यस्तो दामी कि अब त्यहाँको ट्याटो अब सधैँ यसले दामी ऱ्याप हान्थ्यो यार कसम ओए वान सर्टमा है